फिलको मात्रै आँसु होइन, खास चाहिँ यो फिलले मात्रै ल्याएको होइन। गीतको फिल सँगसँगै देशको अवस्था पनि चित्रण हो, देशको अवस्था बगिरहेको हो। लाखौँ मान्छेहरू, लाखौँ घरहरू आज परिवार कहाँ छन्, छिन्न भिन्न छन्, त्यो आँसु हो। यो गीतको मात्रै आँसु होइन। आज एउटा भाइ कहाँ छ, अर्को भाइ कहाँ छ, एउटा बहिनी कहाँ छ, बाबुआमा कहाँ हुनुहुन्छ, गाउँ खाली छ, बजार खाली छ, देशको परिवेश, देशको अवस्था। इलेक्सन त आउँदैछ, हामी त्यही अस्तव्यस्तबाट गुज्रिरहेका छौँ। यो गुज्रिरहेको बाटोबाट झरेको आँसु हो। रन्जिता सँगसँगै मलाई पनि आँसु आयो, सबै कोचहरू उभिनु भयो। यो त्यो खालको आँसु हो। हेलो हेलो आमा। हेलो छोरी, डोगरे आमा। ल ल भाग्यमानी भइस्। कहिले हो घर आउने? खै थाहै छैन आमा, छुट्टी नै मिल्दैन। खै 5 वर्ष अघिको दसैँमा अनुहारदेखिको तँलाई देख्न नपाई मर्छु जस्तो छ। त्यसो नभन्नु न आमा, साह्रै गाह्रो रहेछ यो परदेशी जिन्दगी। हेलो हेलो आमा। हेलो